स्वागत छ हजुरहरुलाई मेरो ब्लगमा। म चाहिँ बिहानै ब्लग स्टार्ट गरिरहेको छु। आज धेरै दिनपछि आज ब्लग बनाउन सुरु गरेको फेरि। अनि आज चाहिँ हामी रुम घर सर्न आँटेको हो नि त, अनि त्यही भएर बिहानै ब्लग स्टार्ट गरिरहेको छु। हाम्रो चाहिँ रुमको हालत यस्तो छ, यी सबै सामानहरू प्याक गरेर अनि श्रीमानज्यूको प्रतीक्षामा बसेको अरे। म चाहिँ रेडी भएर नुहाइधुवाइ गरेर अनि हाम्रो चाहिँ 8 बजेदेखि 9 बजीको सायद छ नि त, अनि त्यही भएर अहिले चाहिँ 6:30 भइसक्यो। अब सामानहरू हाल्नुपर्ने निकाल्नुपर्ने बाहिर। यस्तो छ गाइस, आज के हुन्छ, कहाँ हो कहाँ सर्न लागेको सबै देखाउँछु म हजुरहरूलाई। साथीहरू अघि त ब्लग बनाउँछु भनेको रे, कामले गर्दाखेरि बिर्सेछु क्या ब्लग बनाउनु त मैले त। अनि अहिले हामी आइसक्यौँ नि त, अनि आएर सबै पकाइवरी खाइवरी सकिसक्यौँ। अनि अहिले सम्झेर यहाँ ब्लग स्टार्ट गरिरहेको छु फेरि। अनि हामी चाहिँ घर सरिसक्यौँ साथीहरू। अनि यस्तो छ हाम्रो चाहिँ मकैबारी नै मात्र छ, यता चाहिँ गाउँ हो नि त, यो चाहिँ गाउँमा पर्छ यो चाहिँ। अनि यहाँ दिदीहरू आउनु भएको छ, अनि दिदीहरू चाहिँ यहाँ बसिराख्नु भएको छ। यी गर्मीले मर्ने बेला भएको छ क्या, ठिक्क हामी आज सरेको पनि, अनि ठिक्कै लाइन पनि नभएको क्या आज। फेरि लाइन पनि छैन, सरेको पनि, बिहानदेखिको लाइन पनि आएको पनि छैन। गाह्रो छ हामीहरूलाई। साथीहरू हाम्रो घर चाहिँ सुरुदेखि बनाउन थालेदेखि म आउन त्यस्तो टाइम पाउँदिनँ थिएँ नि त, नानी सानो भएर। अनि त्यही भएर म आएको बेलामा मात्र भिडियोहरू बनाएको थिएँ, कुनै बेलामा। अनि त्यही भिडियोहरू मात्र राखेको छु मैले। पूजा गर्न यताउता गर्नलाई म आउनै पाउँदिनँ थिएँ क्या, कहिले नानी बिरामी भइरहेको हुन्थ्यो, अनि कहिले आउनै नपाउने। गर्मी कति धेरै थियो नि त साथीहरू, अनि नानीलाई लिएर हिँड्न गर्मीमा गाह्रो हुन्थ्यो। अनि म घर सरेको चाहिँ भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ, भरे सामानहरू सार्न थाल्दा के गर्दा बिर्सेछु मैले त। अनि घरमा आइवरी साइडमा भित्र पसिवरी सबैजनालाई अब के भन्नु, घर सरेको दिन अब पकाएर खुवाउनुपर्छ अरे नि त सबैजनालाई। अनि खुवाइवरी अनि भरे चाहिँ सम्झना आएको क्या मलाई ब्लग बनाउनुपर्छ भनेर। अनि यस्तै भयो मेरो ब्लग चाहिँ।